हेलो साथीहरु सबैलाई हाम्रो भिडियोमा स्वागत छ। यहाँ चाहिँ हामी बाख्रालाई घाँस काट्न यो चाहिँ गरगरे हामी पहिला केटकेटी बेला चाहिँ खुवाएर बसिन्थ्यो यहाँ। अब सानीमा चाहिँ त्यो उभिएर सुनिरहनु ध्यान दिएर के भन्छ यता सानीमा केटकेटी बेला खुवाएर बसिन्थ्यो नि त हामी यहाँ। ती साथीहरु चाहिँ कहाँ पुगे कोही नि आउँदैनन्, म चाहिँ आइरहन्छु बेला बेलामा। झुलुक्क म चाहिँ झुल्किन्छु यहाँ। वर्ष एकचोटि चाहिँ आउँछु। गीता दिए हेर्नु त अनुहारले देखिएन, अहिले घाँस हरिको नि बनाउनु पर्छ फेरि। यो के बुढी हुन्थी भर्खर कि तरुण दिदी नै हुन्। यो ढुङ्गाभरि भरिन्थ्यौँ सानीमा हामी सबै साथीहरू हुँदाखेरि अटाउँथेनौँ यहाँ। अहिले चाहिँ कोही कता भएर सबैले वन बिर्सियो। मैले चाहिँ यो वनको माया मारेँ। यो चाहिँ सालघारी। यहाँ चाहिँ बाघ भालु केही नै आउँदैनन् फेरि, डराउनु पर्ने चाहिँ बाँदर चाहिँ आउँछन्। हामी चाहिँ यहाँ अहिले त भैँबुट त सबै सकिए, ठुल्ठुलो रुखहरू मात्रै छन्। केही पाइ उपाय छ यहाँ पठाइदिनु तुरुन्त, हामीलाई आवश्यकता छ धेरै।